हेलो गाइस, गुड मर्निङ। यो चाहिँ त्रिशुलीको पुल हो होइन, मान्छे हिँड्ने। यहाँ चाहिँ हाम्रो रकुली ब्लग्स हेलो भन्दियो, रकुली ब्लग्स। यहाँ चाहिँ अब यो पुलमा यसो पूजा गर्ने रहेछ होइन, मान्छे हिँड्नेलाई चाहिँ। अब आज चाहिँ हाम्रो वाक गर्ने दिन हो। दिउँसो चाहिँ यही खोलामा ऱ्याफ्टिङ हुन्छ। अब देख्न सक्नुहुन्छ त्रिशुली खोला, तर भिडियोमा त यार खोला बगेकै देख्दैन है, बगेको देख्दैन यार। उतानिर हो, यहाँनिर अस्ति डुङ्गे पल्टेला जस्तो भइसकेको थियो। देख्न मात्रै सानो हो, ठुलो छ नि। यता गाउँ हो, यता अब मासतिर चाहिँ अब गाउँ जाने हो हामी। फर्कनु त अब, यता फर्कनु त अब हो लिम्बू। गाइस, यो चाहिँ हाम्रो साइक्लिङ गर्ने बाटो हो होइन, पारिबाट। यो बाटोमा साइक्लिङ गरेर यहाँबाट गएर फेरि यता गएर तल गएर चाहिँ यो खोलामा चाहिँ हामी ऱ्याफ्टिङ गर्ने हो। पहिले पनि एकचोटि यो बाटो आइसकेको छ हामी होइन। यो चाहिँ गाउँ जाने बाटो हो। त्यो उस फिल्ममा भन्छ नि, उनको स्वेटरमा। हेलो, उकालो छ यार। उता एउटा झरना छ नि, डेन्जर हो झरना, खतरा छ यार। यो बाटो नि गाउँ छ, गाउँ जाने बाटो हो। हेलो, त्यहाँ चाहिँ खेती गरे होइन। के खेती हो त्यो तल? हाम्रो करेसा बारीको। यो रुखमा यो के को लागि हो? यो के हो? यो कलरमा ओ यस्तो उकालो हिँड्नुपर्छ यार। म त अलमल्ल पर्छु भने जस्तो। डेन्जर छ यार, डेन्जर यार। त्यो अन्त शैली यस्तो हुस्सो लागेको छ कि सिट वाउ नाइस। पुग्ने हो अहिले त यार। रेलिङ हालेर राम्रो बनाएको रहेछ त यार, मस्त हिँड्न मजा आउने खाले यार। देउरालीमा बतास चल्यो, घरी देखम्दै डलीहरू। दामी घरी बस्दै